हेलो हाई गुड मर्निङ नमस्ते वेलकम टु माई युट्युब च्यानल हजुरहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो नयाँ ब्लगमा। अनि म एकदमै सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथमा आजको यो भिडियो प्रस्तुत गर्न गइरहेको छु। सो साथीहरू हैन, आज चाहिँ नयाँ वर्षको दिन हो, त्यही भएर हामी चाहिँ नयाँ वर्षमा के घरमै बसिराखौँ भनेर चाहिँ घुम्न जाँदैछौँ। सो मैले चाहिँ भ्लग स्टार्ट गर्नु हुँदाखेरि गर्नुपर्ने हो, आधा बिच बाटोमा आएर चाहिँ भ्लग स्टार्ट गर्न गइरहेको छु। मेरो आधा बिच बाटोबाट नै भ्लग स्टार्ट भएको छ। सो साथीहरू हैन, अनि आज हामी नर्सरी घुम्न जाँदैछौँ। सो तपाईँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने नयाँ वर्षको एकदमै धेरै धेरै शुभकामना। तपाईँहरू सबैजनालाई नयाँ वर्ष सँगसँगै नयाँ जीवनको थालन गर्नुहोस्, जीवनमा अगाडि बढ्नुहोस् भन्न चाहन्छु। अनि हामी नर्सरीमा गएर तपाईँहरूलाई कस्तो लाग्छ, नर्सरीमा कतिको मान्छे घुम्न आउँदो रहेछ भनेर त्यो कुराहरू तपाईँहरूलाई टोटल भिडियोमा देखाउने रहेछौँ। तर त्यसको लागि तपाईँहरूले मेरो भिडियोलाई लाइक अनि कमेन्टका साथसाथै सब्सक्राइब गर्न भने नभुल्नु होला है। सो साथीहरू, मेरो साथीहरूले मलाई छोडेर माथि पुगिसकेको छ, म चाहिँ यहाँ लास्टमा भ्लग स्टार्ट गर्दै हिँडिरहेको छु। सो साथीहरू, कस्तो अँध्यारो लाग्छ, आज दिन पनि एकदमै त्यति धेरै सफा छैन, सायद पानी पर्छ होला हिजो जस्तै। हिजो पनि बिहानभरि यस्तै भयो अनि बेलुकातिर पानी परेर भएको थियो, आज पनि त्यस्तै हुन्छ होला। सो साथीहरू, पर्मिला होइन जाऊँ न होइन साथीहरू, उकालो बाटो छ, हिँड्दैछौँ कहिले पुग्छ होला के। नगएको ठाउँ त होइन, गएकै ठाउँ हो, तर पनि आज मौसम यस्तो छ र पनि घाम लागेको छैन र पनि हिँड्न एकदमै अल्छी लागिरहेको छ साथीहरू। तर केही छैन, आज नयाँ वर्ष मान्नु हिँडेको। अब जति नै जस्तै बाटो भए पनि होइन, हिँड्नै पर्यो, गाडी पनि छैन, के गर्नु होइन। अनि हामी चाहिँ भर्खर स्टार्ट गर्दै गरेको भ्लग, अगाडि अर्कोले नि भ्लग स्टार्ट गर्दैछ है साथीहरू। अनि मेरो ग्रुपको साथीहरूमा देखाउँछु यहाँ, यति दुईवटा मेरै बहिनी हो। यो अगाडिको भ्लगर चाहिँ माइली अनि यो साइली हो। अनि त्यसरी हाम्रो ग्रुप हेर्नुहोस् है साथीहरू। ओइ हाइगर, यो चाहिँ मेरो बहिनी हो होइन, तर भाइ भइरहेछ क्या कपाल काटेर। अनि यो मेरो ठुलो बाबुको छोरा डगे, अनि यो डगे त हो नि, हामीले बोला नाम डगे त हो नि गाउँमा है। साथीहरू, ऊ चाहिँ भोजे हो। हाम्रो ग्रुप देख्न सक्नुहुन्छ। सो साथीहरू, अब चाहिँ हामी टक्रक्क नर्सरी पुग्छौँ। तपाईँहरूलाई म ठुलो बिचको जङ्गल पनि देखाउँछु है साथीहरू, हेर्दै गर्नुहोस् है, तर भिडियोलाई चाहिँ स्किप नगर्नु नि। फेरि देख्न सक्नुहुन्छ साथीहरू, हामी लेखको उकालो चढ्दैछौँ, एकदमै रमाइलो छ। पछाडि देख्न सक्नुहुन्छ, हेर्नुहोस् त, आहा कस्तो राम्रो देखेको है साथीहरू। आहा वाह, म तपाईँहरूलाई यहाँदेखि टेम्बा स्कुल देखाइदिन्छु, हामी पढ्ने स्कुल है साथीहरू। हेर्दै हो र, यो चाहिँ हामी पढ्ने स्कुल हो है साथीहरू। होइन कस्तो आज भ्लग बनाएको स्याहाँ भएर यहाँ पर को मान्छे आउँछ देखाइदिनु दिनु होला भने, यहाँ पर चाहिँ को आउँदैछ साथीहरू, हेर्ने को मान्छे पनि। गलेर साथी, यो एकदमै ठुलो जङ्गल छ। ऊ सिस्नुले पोलेर उतातिर, ए आमामा यो कति धेरै ठुलो जङ्गल छ कि साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरू पनि। हामी त्यो बाटो हुँदै आएको। अब मेरो काल छ यहाँ, कसरी छिर्ने होला हे भगवान्। ओइ सन्जिता, तँलाई कस्तो लागिरहेको छ फुचेर? रमाइलो लागिरहेछ। ओइ अनिता, त पनि भन्दै यता चाहिँ के हो? वाट इज दिस? बिग होल अरे यो, रुखको जरा मुनि बिग होल रे के, बिग होल। जङ्गल त भन्नै पर्दैन नि साथीहरू। अनि अरू यस्तै त्यस्तै हो साथीहरू। आज चाहिँ हामी मरेकै जुनी भइरहेछ है हाम्रो चाहिँ, गलेर चाहिँ राम अनुहार पसिना आएर। ओइ मेरो जुत्ता निकालिदियो पहिले, ओइ यो जुत्ता लगाइदिए छिटो, यो जुत्ता के गरेर लगाइदिए कुरुक। अनि म यहाँ भ्लग सुट गर्दै थिएँ, अनि तँलाई थाहा छैन साथीहरू होइन, मलाई हेपेर अगाडि छोडिदिन्छ, अगाडि छोडेर हिँड्छ कि मलाई, अनि पछाडि हिँड्छु, पछाडि राखेर यिनीहरूलाई म अगाडि हिँड्छु, फेरि जुत्ता निकालिदिएर कुन बेला कटुरी निकालिदिएर जङ्गलको बाटोमा दिदीबहिनी गफ गर्दै हिँड्दैछु साथीहरू।
हामी चाहिँ जङ्गलको बिचमा आएको होइन अनि ऊ यहाँनिर आएपछि बाटो यता 2-3 तिर जाने बाटो छ कि साथीहरू अनि त्यही भएर लफडा गर्दै रहेछ यिनीहरू अघि नै आएको यो ओइ तिमीहरू त्यहाँ बस्दा कस्तो यिनीहरूले देखाउनुहुन्छ जहिले नि मेरो भ्लगमा जहिले नि यिनीहरू गइहाल्छ क्या तिमीहरूले गर्दाखेरि यता चाहिँ डगे ओइ अस्ति नै आएको थियो नि यो डगे है अघि म र अन्त ऊ त्यहाँनिर पर गएर गफ गरिराखेको थियौँ भाइ साथीहरू अनि मलाई चाहिँ यसले छेल्छ देख्नु परेन खासै राम्रो त छैन गाई तै पनि यसो कुचेको थोपडा देखाउँ न है भनेर डगे मात्र गयो है यो डगेलाई चाहिँ थाहा रहेछ क्या अनि उयो बिच बाटोमा आएर चाहिँ 2-3 तिर जाने बाटोतिर छ 2-3 तिर बाटो छ अनि त्यसो गरी कस्तो लागेको मलाई नि अनि डगेले हो त गरिरहेको एकछिन कुदेको कति धेरै स्या भएछ हौ भन यिनीहरूको काहीँ सायो अनेकका बोक्नुपर्छ है तर काहीँ मात्रै बोकेर ल्याएछ धन्यले गाजर लिपस्टिक चाहिँ ल्याएन ओइ गाजर लिपस्टिक नल्याएको लिपस्टिक त आफूले किनिदिनु पर्यो नि दिदी छ गाजर लिपस्टिक किनिदिदैन अनि मसँग चाहिँ पैसा कहाँदेखि आउँछ र दिदीसँग चाहिँ पैसा आउँछ र दिदी हुने बित्तिकै पैसा आइहाल्छ हो खुबै फोटो खिच्न जाम है फोटो खिच्न जाम ओइ डगे आएछ न फोटो खिच्न जाम अब हामी फोटो खिच्न यहाँ तल जान्छ सबैजना तल जाँदैछ ओइ भावना तेरो फोन झिक्लु फोटो खिच्नुलाई कस्तो किरमिरे नबुझ्ने पो आउँछ त ओ माई गड लु सुटिङ गर लु सुटिङ गर आमा यिनीहरूको आज साँच्चै रिस अहिले फोटो खिचौँ न फोटो लु साथीहरू देख हो यहाँबाट खिचेको राम्रो आउँदो रहेछ ल बस ओ यहाँले फोटो लु ए फोटो खिचिदिए अनि त मिलिहाल्छ नि साथीहरू अब चाहिँ हामी फोटो खिच्नुपर्छ यहाँ होइन साथीहरू फोटो खिच्ने क्यामेराम्यान ल फोटो खिच्नु जा त ए मेरो क्यामेरा यस्तै होस् है यहाँ सबैजना फोटो खिच्नु बसिरहेको छ साथीहरू एकछिन अन्त एकछिन रोके ए यहाँ फोटो खिच्ने क्यामेराम्यानलाई हेर्ने साथीहरू फेरि त्यो न्युजमा त त्यो छिटा पोखरी भन्थ्यो म त त्यहाँ पनि रहेछ र त्यहाँको भर्काको रहेछ नि यता घुम्न गएँ छिटा पोखरी नै भन्छ नि त यहाँ माथिलाई पनि सबै हो र हाम्रो सबै छिटा पोखरी नै पर्छ कि पानी पर्यो हो है आज त्यही त खोइ पानी पर्लो जस्तै भइरहेछ पानी पर्यो भने घरहरु छँदै छ नि पानी पर्यो भने घरतिर ओत लाग्नु पर्छ तर घर त छैन क्यारे यहाँ त खै कहाँ कक्रोच खै ए हात राख्यो के गरे कक्रोच हुनु अरे यो भोज एकदमै रिसा छ कि साथीहरू अबदेखि चाहिँ नरिसा है मैले तँलाई ल्याएको हेर जसले नै रिसा हिँड्छ सन्जाले जे भन्यो भने तपाईँ चुप लागि बस्नु क्या के पनि नभन्नु ल डगे ए भोजे नरिसा है तँलाई मैले लिएर आएको यार फेरि मसँग सबैजना रिसाउँछ त हराएछ भने केही भएछ भने मलाई ठुलाले त कट्टा हानिदिन्छ फेरि साथीहरू यो भोजे हरा भने त मलाई त ठुलामाले त सिधै कट्टा हानिदिन्छ त फेरि त्यही भएर गाह्रो छ हौ केटाकेटीको चित्त बुझाउनु कस्तो पनि हुँदो रहेछ यहाँ त लडे झन्डेले लडे भावना जोगिएर अब म पो कसरी होला टक्कै यहाँ टेक्ने ढुङ्गै ढुङ्गा छ नि त यताउति ढुङ्गा त राखिदिएको छु त भावना त झन्डै लडे क्या त्यो अर्को आएको कसरी आउँदो रहेछ हेर्नु साथीहरू झन्डै ल छिटो आइदिएर छिटो मोबाइल हेर्दै आएछ न ओइ मोबाइल हेर्दै आएछ न कहाँ बाटो हेर्दै आएको यो गोपी जाने बाटो फेरि लफडा परेको हेर्नु अघि पनि उहाँ लफडा गरेर तिनीहरू उदा हो बाटो होइन साथीहरू यिनीहरू कन्फ्युज भएको हेर न यो गोपी हिँड्छ यार यताबाट यो यतै हो अहिले त्यता जान तेरो अहिले एक्लै जान्छस् यता हो बाटो साथीहरू यो बाटो कन्फ्युज हेर
अब नर्सरी जङ्गल देखेन उता कस्तो लफडा परेर एक्लै ढेड उता आउँछ जान उता ओइ जान उता होइन साथीहरू कति धेरै लफडा पर्छ कि कतिचोटि आएको बाटो है म कति 3 रोक्सिमिन भएको तपाईँहरू ए नानालाई त मैले झन्डै बिर्सेछु हौ मैले त सबैजनालाई चिने ऊ त नाम चाहिँ बिर्सेँ मैले तपाईँको त क्याप लाउने बुनुको नाम चाहिँ बिर्सेँ लक्ष्मी तपाईँहरू को हिँड्नुभएको अनि ए अनि यहाँ चाहिँ तपाईँहरू मात्रै भरे गाडीमा आउनुहुने होला नि त तपाईँहरू त ए हामी त पोरै रोक्सिम गएको काबु यसो त नर्सरी पुगेर फर्किनु भनेको ए आज होइन पोरे गएको यसपालि हामी पैसा खाने होइन पैसाले चाहिँ खाजा किनेर खाने त्यो खाजा किने पैसा होइन भोक लाग्छ नि त रहर भन्दा पनि त कस्तो सिरिरी हावा चल्यो तर पुगेर आउनु केही छैन हामी पोर गएको यसपालि पुलिसहरू पनि आएको रहेछ त है म चाहिँ अलिक बाटो के अरे कुसाइडबाट हिँडौँ न के तेरे को चश्मा बहुत अच्छा लग रही है मेरे को चश्मा लग रहा है तुम्हारा आँखा तुम्हारे नजर बहुत ब्यूटीफुल होकर आया है पता नहीं क्या होगा आज इसका ये घर वापस जाएगा या ना जाएगा हमको कुछ पता नहीं है और मेरे खिल्ली उड़ाता है नहीं मैं तुम्हारी खिल्ली नहीं क्या बोलता है वाटर त्याएर हिँडेको यिनीहरू अब त हामीले नर्सरी टेकिसकेको छ वाउ भेडा ओ माई गड ऊ माथि छ साथीहरू म तपाईँहरूलाई देख्छु तर के पनि देख्दैन त यार वाउ भेडा आमामा भेडा बाख्रा दुईटा रहेछ नि वाउ 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 जाऊ न के उता कस्तो राम्रो छ ए नजाम त्यतातिर साथीहरू यिनीहरूलाई जे देख्यो त्यतातिर जाम जाम भन्छ यार भेडा देख्यो माथितिर जाम 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 भन्छ कस्तो खालको मान्छेहरू पाइँदैन र यता पाएको हुन्छ मजाले हेर्ने साथीहरू मैले जुम गरिदिएको छु तर किन हल्लियो यो देख्नु साथीहरू यस्तो राम्रो ठाउँ हेर्न आएको मान्छेहरू भेडा हेर्नु भयो जाम भन्दो रहेछ कस्ता खालका हुन्छ कस्तो राम्रो ठाउँ वाउ क्या खतरा वाउ वाउ ओइ खाजा खान जाम है मलाई त भोक लागिरहेको छ के सो साथीहरू हामी चाहिँ अब नर्सरी आइसकेको छौँ बाइकहरू पनि एकजना रहेछ साथीहरू उतातिर राईको ड्रेसमा मान्छेहरू पनि देखिरहेको छौँ हामीले ओइ मार्छ होला क्यामेरा भनेर होइन साथीहरू खाजा खान जाऊँ भनेको अब खाजा नखाइकन एकचोटि माथि डुल्न जाने अनि त्यसपछि मात्रै आएर खाजा खाने भन्ने कुरा भयो सो साथीहरू लो यहाँ बसेर सो साथीहरू हामीले सुन्ने पाराले हेर्नु आएको है म तपाईँहरूलाई अनि पहिले कलर त गरेको रहेछ नि हामीले चाहिँ कहाँको सेतो कलर गरेको थियो अब हो र ओइ सबै पुरा त्यस्तो निकै ठुलो घटना घटेछ साथीहरू यहाँ है देख्नुहुन्छ सयपात्र रहेछ तर यहाँ अहिले चाहिँ पुरा पालले बाँधिराखेको रहेछ ए हेर्न त पाइएन म त के पो हेर्न आएको थिएँ त खास गरी त म पनि त छितापोखरी नै भनिराखेको थिएँ नि उहाँहरूले त लगाएको रहेछ त म त सेतो देखेको थिएँ तिमीहरूले फोटो खिचेको त कति राम्रो आन्टी तपाईँ ए
अहिले चाहिँ त्यही आज एकदमै धेरै नाचिरहेको छ है। हामी पोहोर रोक्सिन पनि जाँदाखेरि यस्तै थियो नि है। यति चाहिँ अलिक यो थोरै भयो उहाँ त मान्छे हराउँछ नि। यतिको त मलाई नि आउँछ हौ। साथीहरू एकदमै धेरै यहाँ नयाँ वर्षको चाहिँ भिड हान्दिन्छ एकदमै धेरै। म खास गरी यही हेर्न आएको होइन, सबै भत्काएछ यहाँ र यसरी पो छोपिरहेको छ। यतिखेर यता आऊ है, फेरि मलाई लाज लाग्छ। फोटो खिच्नु तयार भएको, रेडी भएको नि। फोटो खिच्नु गइरहेको छ यहाँ साथीहरू। अनि छ होला चाहिँ मेरो। यस्तो लाग्यो नयाँ वर्ष हेर्ने गाई पानी पर्दा हामी ट्याक्टर बसिरहेको छु। यता रेस्टुरेन्टहरू छ। ट्याक्टर मुनि बसेको ल जाम न के जेसीको जस्तो। पानी पर् अहिले होइन साथीहरू अब चाहिँ हामी घरतिर फर्केको। अनि पछाडिको साथीहरू चाहिँ आउँदैन। जमानीको छिटो आइलु म त हिँडेको। ग्रुपमा खिच्नु भन्दाखेरि मान्दैन उ त मेरो बेस्ट फ्रेन्डले। साथीहरू होइन अब चाहिँ हामी घर फर्केको। आजको नयाँ वर्ष पनि पानीले बिजोग बिरक्त रमाइलो बनाइदियो साथीहरू। तर अब चाहिँ म घर फर्किँदैछु। अब साथीहरू घर सर जाने हो। आज मम्मीको बनाइ खाने हो कि बुबाको बनाइ खाने हो थाहा छैन। यति बेला भइसक्यो, 5 बज्ने बेला भइसक्यो। सायद हामी साँझ पनि घर पुग्दिनँ होला साथीहरू होइन। तर हिजो पनि हामी घर पुग्छौँ। भिडियो पनि खै के बनाऊँ हौ। घर फर्किँदैछौँ। त्यो बिहानकै ठाउँहरू त छ के देखाउनु है साथी। अब एकचोटि घर पुगेर अनि आज मैले बिहानदेखि नै पानी पर्छ होला भनेर यसो भनिरहेको थिएँ। यसो साथीहरू पानी पऱ्यो नि है, परेरै छाड्यो। आधा बाटोमा भिजाएर के गर्नु र। कति बेला घर पुग्ने हो पनि। हेर्नु न पानी परेर हामीलाई त घाम पनि लागेको छ, पानी पनि परिरहेछ। यो के भएको हो के सबै भिजिसक्यो। यता जम्मै भिजिसक्यो गाई।